झण्डा र ब्यानर बोकेर हिँडिरहनुभएका प्रिय कमलहरूलाई हाम्रो मूल जुलुस यता रहेको हुँदा तपाईहरू मूल जुलुसभन्दा अगाडि नबढिदिनको निमित्त अगाडि नगइदिनको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो आदरणीय श्रद्धेय नेता कमलहरू घुमाई फिराई खारेज गर्नु सोझै खारेज गर्न त मिलेन। संविधानले 5-5 वर्षमा चुनाव भनेकोमा उहाँले प्रतिनिधि सभा 3 वर्ष नपुग्दै भङ्ग गरिदिनु यो प्रतिगमन हो। संवैधानिक आयोगका सदस्यहरूलाई सुनवाई नै नगरिकन संविधान मिचेर आफ्ना गोठाला भर्ती गरे जस्तो गरी गोठाला हलिराखे जस्तो गरी गर्नुभयो। नियमबद्ध गरेको भन्नुहुन्छ तपाईँ। यसको विरुद्धमा जनताले प्रदर्शन गर्दैछ। यो जनताको स्वस्फूर्त प्रदर्शन हो। आह्वान मात्रै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आह्वान चाहिँ नेता प्रचण्ड माधव नेपाल सहितले नेतृत्व गरेको नेकपाको यो नेतृत्वमा यो आन्दोलन चलिरहेको छ। यो दोस्रो चरणको आन्दोलनको आजको जनप्रदर्शन सम्पूर्ण नियुक्ति उहाँले गरेको विघटनता मूल्य विशेष अधिकार प्रयोग गरेको भनेर आफै ठुला कुरा गर्नुहुन्छ प्रधानमन्त्री। प्रधानमन्त्रीले सत्य कुरा बोल्दैन। उनीले वैशाखमा चुनाव हुन्छ भने कि रामनारायण बिडारी झुट कि केपी शर्मा ओली झुट हुनु पर्यो नि। म वैशाखमा चुनाव यिनले गर्दैनन्। चुनाव गर्नको निम्ति यिनले यो काम गरेको होइन। यिनले यो काम चाहिँ नि बेइमानी गर्न बदमासी गर्न भ्रष्टाचारीलाई संरक्षण गर्न मुलुकलाई परिवर्तन भएको यो जुन परिवर्तन भएर 72 सालमा संविधान आएको छ त्यो संविधानलाई निस्तेज पार्न निष्क्रिय पार्न उनीलाई पहिल्यैदेखि मनमा लागेको थियो। यो संविधान कसरी खत्तम पार्ने भन्ने त्यही काम गर्नको निम्ति यी सबै काम गरेका छन्। उनले कुनै सत्य कुरा बोल्दैन। चुनाव गर्नलाई भने हिजो निर्वाचन आयोग पुगेर राष्ट्रपतिलाई भेटेर ओके भए जस्तो जनतालाई भान देखिसक्नु त। त्यो निर्वाचन आयोग त चुनाव नगराउन गएका। उनले नियमावली संशोधन गर्नुहुन्न है भनेछन्। नेकपाको विवाद छ, अरूको पनि विवाद छ, अरू दलको पनि। त्यो विवाद चाहिँ नि निर्वाचन घोषणा भएपछि त्यो विवाद सल्टाउनु हुँदैन भन्ने नियमावली थियो। त्यो नियमावली संशोधन गर्न खोज्यो निर्वाचन आयोगले र संशोधन गर्यो। त्यसलाई रोक्न र प्रधानमन्त्री गए। त्यसको अर्थ चाहिँ चुनाव रोक्न गए भन्छन्। चुनाव गर्न 1, 2, 3 उनले त्यो बेइमानी गरेको कुराको पुष्टि वैशाखको 17 र 27मा चुनाव हुँदैन। अनि योभन्दा नालायक मान्छे देशमा प्रधानमन्त्री को भयो होला त भन्ने देखि। हजुरले अस्ति उहाँहरूको र्यालीलाई पञ्च र्यालीको सँगै दिएको थियो। आज चाहिँ हजुरको र्याली कस्तो किसिमले देख्नु? यो जनभेला हो, जनप्रदर्शन हो, स्वस्फूर्त भेला हो, आह्वान नेकपाको हो। उहाँले पञ्च र्याली किन भने को आयो त्यो उनको जुलुसमा भन्दा यस्तै नियुक्ति प्राप्त गरेका परिवारहरू ठेकेदारहरू ठुला कम्पनीहरूका चाहिँ ठेक्का लिया छ नि ओम्नी लगायतका विभिन्न चाहिँ कम्पनीहरू ती कम्पनीमा कार्यरत कर्मचारीहरू र बिना वर्दीमा चाहिँ विभिन्न प्रकारका चाहिँ सुरक्षाका मान्छेहरू आएर मान्छे जम्मा भए जस्तो गरिदिए। ती मान्छे त हुन् तर जनता होइन। आज पनि त त्यस्तै होला नि त भन्ने हेर्नुहोस् न तपाईँले हेरेदेखि नि छ मान्छेको अनुहार हेर्नु मान्छेको लय खुवाइ हेर्नु कहाँबाट आएको भनेर हेर्नुहोस् होइन। त्यस कारणले जनताले आन्दोलन गर्न पाइन्छ। सरकारले पनि मुर्दाबाद र जिन्दाबादको आन्दोलन गर्ने सरकारले पनि जिन्दाबाद मुर्दाबाद भन्ने संसारको कुन देशमा तपाईहरुले गर्न बाध्य गर्नु भयो नि त उहाँलाई। सरकारले त आफ्नो काम गर्ने हो त। जुलुस गर्ने सरकारले जुलुस गर्ने भनेको सरकारले। अब उसले जुलुस गरेर तलक भडक भएर त्यहाँ जङ्गलमा डुड्नु भने कसले हेर्ने? ऊ आफैले जुलुस गरे। त्यसकारण सरकारले पृथ्वीमा कहीँ पनि जुलुस गर्दैन। सरकारले शासन गर्छ बरु गरिराखेका छन्। जुलुस गर्ने प्रदर्शन गर्ने मुर्दाबाद गर्ने जिन्दाबाद गर्ने यो सब काम चाहिँ जनताको हुन्छ, सरकारको विरुद्धमा हुन्छ, सत्ताको विरुद्धमा हुन्छ। तपाईहरुले चाहिँ पनि त बन्द गर्ने जनतालाई शास्ति दिने यसै असनस पार्ने त भन्ने प्रश्न आउँदा के भन्नु? होइन, जनतालाई शास्ति दिने भनेको हामीलाई पनि त्यो बन्द गर्न मन छैन। तर यतिसम्म नालायक र निकृष्ट काम गरे कि संविधानका सबै धारा निष्क्रिय। अहिले म वरिष्ठ अधिवक्ताको हैसियतले हेर्दाखेरि संविधानको 50% धाराहरू निष्क्रिय छ। अब यस्तो प्रकारको बेइमानी गर्ने नेपाली जनताले तिरेको कर खाने अनि यस्तो बेइमानी गरेर चाहिँ हिँड्ने हामीले अब हाम्रो पार्टीले जानेन छ। तपाईहरु वरिष्ठ अधिवक्ताहरु त उहाँले त अझै पढ्नुस् हेर्नुस् बुझ्नु भएको छैन भनेर पनि त भन्नु सिकाइरहनु भएको छ। पागल कुरा हो, पागलले मात्रै भन्छ। वरिष्ठ अधिवक्ता उल प्रधानमन्त्रीले दिए होइन नि, तिनले यो जुनीमा वरिष्ठ अधिवक्ता कहिले पाउँदैन होइन। वरिष्ठ अधिवक्ता जो जोलाई उहाँले पढ्नु भन्नुभयो ती पढेरै वरिष्ठ अधिवक्ता भएका।
केपी ओली हुँदैनन् वरिष्ठ अधिवक्ता, यो पृथ्वीमा बाँचुन्जेल हुँदैनन्। ल ठोकुवा हो ठोकुवा। त्यस कारणले उनले वरिष्ठ अधिवक्ता, त्यहाँमाथि वयोवृद्ध अधिवक्ता, सबभन्दा सिनियर मोस्ट अधिवक्ता, जसले नेपालमा चाहिँ नि सारा राजनीतिक मुद्दाहरू निशुल्कमा हेऱ्यो, त्यो अधिवक्तालाई चाहिँ नाटक गर्न गएको भन्ने, त्यो अधिवक्तालाई बाजे खालको चाहिँ भनेर होच्याउने, यस प्रकारको काम प्रधानमन्त्री जस्तो कुर्सीमा बसेको, उनीले त अहिले सास फेरे पनि जनताको करबाट सास फेरे, उनले जे जति कोट लगाएको छन् जनताको करबाट लगाएको छन्, उनले जे गरेका छन् सबै जनताको पैसाबाट गरेका छन्, जनताको पैसा खाएर जनताका विरुद्धमा बोल्दै हिँड्ने। त्यस कारणले यस्तो अपराधी प्रकारको शासन चलाउने प्रधानमन्त्री हाम्रो देशमा नेकपाले जन्मायो। अब के गर, नेकपाले जन्मायो। अहिले बलात्कारका घटना बढेका छन्, भारतको एकदम दोषका लागि मान्छे अझै पनि दोषी पक्रा गर्न सकिएको छ, निर्मला पन्त जस्तै झल्किने भन्ने आइरहेछ नि, यसबारे के भन्छ तपाईँहरूले? चासो गृहमन्त्री के भन्छ? नेतालाई चाहिँ चिडियाखाना थुन्छु भन्छ होइन। अब बलात्कारीलाई चाहिँ आफूले संरक्षण गर्छ। ल बलात्कारीलाई किन समात्न सकेन? त्यस कारणले यी सबै कुरालाई हेर्दा अब यसमा गृहमन्त्रीलाई पनि निर्देशन नाटक, यसको चाहिँ नि डिरेक्सन डाइरेक्टर महानिर्देशक त उही केपी ओली हो। त्यस कारण केपी ओली जस्तो मान्छेलाई नेकपाले प्रधानमन्त्री बनाउनु भुल भएछ। 7 दिन 8 दिन भइसक्यो, अझै पनि न्याय पाएको छैन, पीडित व्यक्तिहरू रोइरहनु भएको छ। अब अझै पनि किन यस्तो हुन्छ देशमा? के भन्नुहुन्छ यसको सुझाव? अब यसको सुझाव भनेको नालायक भयो, सरकार असफल भयो। मैले एकचोटि हुतिहारा प्रधानमन्त्री भनेर सर्वोच्च अदालतमा बहस गर्दा भने यो नभन्ने हो कि यो शब्द भन्नु, हिम्मत नभएको, हुती नभएको भने। किनभने एउटा बलात्कारी पक्रिन नसक्ने, आफ्नो पार्टी मिलाउन नसक्ने, संसदमा बहुमत कायम गर्न नसक्ने, सरकार चलाउन नसक्ने, खालि गफ गरे भएर चाहिँ तलपत्ता खाएर हिँड्ने गरे हुनाले हुतिहारा हो, के पनि चलाउन नसक्ने भनेर भने। हजुरलाई पनि आरोप लागेका छन् यसरी तपाईँहरू माइती घरमा यसरी आउने, तर यस्तो बलात्कारको लागि पीडाको लागि कहिल्यै नआउने भन्ने मान्छे पीडा। हामीले बलात्कारको बारेमा, निर्मला पन्तको बारेमा हामीले कयौँपल्ट सदनमा कुरा उठायौँ, सदनमा कुरा राख्यौँ। प्रधानमन्त्री त्यो सुन्दैन, उनलाई त्यतापट्टि कुरै छैन। प्रधानमन्त्री कसलाई ठेक्का दिने, गुठीको जग्गा कहाँ कहाँ छ त्यो भाडामा लिने, अनि ठेकदारले ठेक्का दिने, अनि त्यो पैसा राख्ने, त्यो पैसाले साइबर स्यालहरू बनाउने, व्यापक रूपमा साइबर स्याल सञ्चालन गर्ने, त्यो पैसा हरफर्ती बाँड्ने, यस्तो गरी बाँड्ने कि अस्ति त्यो राता टोपी लगाएर हनाइरहेको थियो नि, हिँडिने उनी भन्छ नि, हिँडिने आउने, घोडा हिँडिने आउने, घोडाले करायो भने हिँडिने उनी भन्छ, बाघले करायो भने गर्जियो भन्छ होइन। भने जस्तै प्रधानमन्त्री नै सबैको मूल समस्याको जरो हो। तपाईँहरूले पनि त राष्ट्रपति जस्तो व्यक्तिलाई अपमान गर्नुभयो भन्ने आरोप। हामीले राष्ट्रपतिले के गरेको छ? राष्ट्रपतिले संविधान अनुसार काम गर्नु पर्यो, राष्ट्रपतिले कानुन बमोजिम काम गर्नु पर्यो। राष्ट्रपतिलाई हामीले केही भनेका छैनौँ, राष्ट्रपतिले संविधान र कानुन पालना गर्नु पर्यो, पालना गर्न लगाउनु पर्यो। प्रधानमन्त्रीले भनेको कुरा हजुर भन्दै थरथर कामदै ल्याब चलाउनु भएन, किनभने उहाँ नेपालको राष्ट्रपति हो, नेपालीको राष्ट्रपति हो। उहाँलाई हामीले कुनै प्रकारको चाहिँ होच्याउने काम गर्दैनौँ, तर उहाँको काम मिलेन। त्यसो भएको हुनाले राष्ट्रपति देशको साझा व्यक्ति हुनु पर्यो। अन्तिममा जनतालाई भन्नुहुन्छ अब आजको र्याली र हजुरको योजनाले के देखिन्छ, के पाउँछ? यो र्यालीले केपी ओलीको निरङ्कुश शासन, अपराधी शासन, भ्रष्टाचारी शासनको विरुद्धमा जनमत व्यापक छ। यो जनमत प्राप्त कुरा यो प्रदर्शनबाट देखिन्छ। यस्ता प्रदर्शन देशभरि भयो, यहाँ मात्रै हो र? अब हेर्नुहोस् अहिले काठमाडौँमा अहिले हामी जहाँ उभिया छौँ त्यहाँ मात्रै छ र? चौतर्फीबाट यो जुलुस आइराखेको छ। किन आयो जनता? या त सरकारले पैसा दिएको छैन, सरकारी स्रोत साधन प्रयोग भएको छैन, सरकारी मान्छे आएका छैन, कसैलाई मन्त्री बनाएर मन्त्रीको छोरो यहाँ आएको छैन, अहिले नियुक्ति हुने संवैधानिक अङ्गका मान्छेका छोराहरू यहाँ छैनन्, तैपनि जनता यत्रो आएका छन्। त्यस कारणले यो चाहिँ विशाल विशाल जनसमर्थन। थ्याङ्क यू भेरी मच।